परमेश्वरलाई धन्यवाद भएको सबैजनालाई जय मसीह। आज हाम्रो बीचमा हुनुहुन्छ हाम्रो आशा प्रेस्बिटेरियन चर्चको वरिष्ठ पास्टर सङ्गम केसी गुरुबा हुनुहुन्छ। गुरुबा हजुरलाई स्वागत छ। हस्, थ्याङ्क यू। हजुरको छोटो परिचय दिनुहोस्। सर्वप्रथम त मलाई तपाईँले आफ्नो युट्युब च्यानलमा पोडकास्टमा बोलाउनु भयो, त्यसको लागि धेरै धन्यवाद। र म सङ्गम केसी, घर मेरो जाउलाखेल, ललितपुर वडा नम्बर 13। अनि मेरो श्रीमती हुनुहुन्छ कल्पना गुरुआमा, जो मण्डलीमा गुरुआमा पनि हुनुहुन्छ। अनि मेरा दुईटा छोराहरू छन्। ठुलो छोरा सुसन केसी, ऊ विवाहित र अहिले साउथ कोरियामा, दक्षिण कोरियामा छ। बुहारी ग्रेस र 3जना नाति नातिना पनि प्रभुले दिनुभएको छ। ठुलो नाति अहिले 8 वर्षको भयो, 9 वर्षको भयो, 8-9 वर्षको भयो। सानो नाति भर्खरै 3-4 वर्षको हुन लाग्यो। अहिले भर्खरै प्रभुले नातिनी पनि दिनुभएको छ, एस्तर। उनीहरू कोरियामा छन्। र मेरो सानो छोरा दिप्सन केसी हामीसँगै छ। दिप्सन केसी अहिले 31 वर्षको भयो अनि हामीसँगै छ। र मेरो बारेमा भन्दै गर्दा आशा प्रेस्बिटेरियन चर्चको फाउन्डर पास्टर रेभरेन्ड फाल्गुन सुनवार हुनुहुन्थ्यो र म उहाँलाई आदर गर्छु, मेरो श्रद्धेय दाजु। अनि आशा चर्च सुरु गर्दै गर्दा दाजुसँगै सहकार्य गरेँ र दाजु चाहिँ अहिले विविध कारणले गर्दा र परमेश्वरको बोलावट त्यस्तै रहेर दाजु अमेरिकामा ग्रान्ड ऱ्यापिड्स मिशिगन भन्ने सहरमा उहाँले सेवा पनि गर्दै हुनुहुन्छ। उहाँको परिवार अमेरिकामा हुनुहुन्छ। अनि दाजुले नै मलाई आशा चर्चमा एउटा अगुवाको रूपमा जिम्मेवारीहरू दिनुभयो दाजुसँगै हुँदै गर्दा। र म अहिले यस मण्डलीमा सुरुमा डिकन, त्यसपछि एल्डर, त्यसपछि एसिस्टेन्ट पास्टर र हुँदै अहिले पास्टर सेवाकाई गरेको 23 वर्ष भयो। र लामो समयसम्म आशा चर्चमा प्रभुको सेवा गर्न पाउनु मेरो लागि आशिषको कुरा छ। र यसो भन्दै गर्दाखेरि मेरो आफ्नो परिचय दिँदै गर्दाखेरि म मात्रै ख्रिस्टियन हो मेरो परिवारमा। मेरो बुवा पनि ख्रिस्टियन हुनु भएन, बितिसक्नुभयो। हजुरआमा, मेरो आमाहरू अनि उहाँहरू ख्रिस्टियन हुनु भएन। मेरो प्रिय एउटा एकजना भाइ छ, म उसको लागि प्रार्थना गर्छु र आज तपाईँलाई जानकारी गराउँछु र प्रार्थना गरिदिनु होला। मिलन केसी भन्ने मेरो भाइ छ। ऊ चाहिँ नि जापानिज ल्याङ्ग्वेजमा र इङ्ग्लिस ल्याङ्ग्वेजमा एकदमै राम्रो। र उसको बारेमा किन भन्न चाहेँ भने उसले प्रभुलाई पाओस् भनेर प्रार्थना गर्दैछु। र मेरो एकजना भाइ, ट्यालेन्ट भाइ छ तर संसारमा छ, उसले प्रभुलाई चिन्न सकोस् भनेर प्रार्थना गर्दैछु। परिवारमा मेरो यति नै हो र म खुसी छु। र मेरो लागि यहाँसम्म मेरो सेवाकाईमा मलाई यसरी भनौँ इन्करेज गर्ने, हौसला गर्ने त कुरा आमा नै हुनुहुन्छ। र त्योभन्दा बढी चाहिँ मेरो सासु आमा जो अमेरिकामा हुनुहुन्छ, हेमकुमारी गुरुङ मेरो सासु आमा हुनुहुन्छ, जसको प्रार्थनाले गर्दाखेरि म यहाँ छु। धन्यवाद छ। हजुरको टेस्टमनीको लागि चाहिँ मैले धेरै दिनदेखि हजुरसँग कुराकानी गर्दै थिएँ गुरुबा। मलाई चाहिँ हजुरको टेस्टमनी चाहिँ सुनाइदिनु पर्यो, हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो होइन, किनकि धेरै मान्छेहरूले चाहिँ तपाईँको टेस्टमनीद्वारा विश्वास गर्नुभएको होस्, आशिषित पाउनुभएको होस्। विगत धेरै समयदेखि तपाईँले अनि हाम्रो यस बाइबल कलेजमा पढाउँदै आइराख्नु भएको छ अनि पर्सनली रूपमा हामीहरूलाई पनि सिकाउँदै आइराख्नु भएको छ। म त एकदमै आशिषित छु तपाईँको जीवनबाट। हामी बिहानको प्रार्थनाबाट पनि हामी एकदमै आशिषित भइरहेका छौँ। गुरुबा, हजुरले चाहिँ कसरी परमेश्वरलाई चिन्नुभयो, त्यो कुराहरू? हजुर, त्यो अब यो सबै नै भन्यो भने त मेरो टेस्टमनी भन्यो भने त लगभग 2-3 घन्टा नै लाग्छ होला। तर म छोटो समयको पाबन्दीलाई विचार गरेर छोटो रूपमा भन्न चाहन्छु। मैले प्रभु यीशुलाई 1986-87 मा ग्रहण गरेँ। अहिले आराधना मण्डली भनेर सानेपामा छ। डाक्टर निकोनाथ तामाङ हुनुहुन्छ आराधना मण्डलीको सिनियर पास्टर, वरिष्ठ पास्टर। डाक्टर निकोनाथ तामाङ गुरुबाको हातबाट मैले प्रभुलाई ग्रहण गरेँ। तर उहाँलाई प्रभुलाई ग्रहण गर्नुभन्दा अगाडि मलाई कसले सुसमाचार सुनायो भन्ने हुन्छ। म त्यो नाम जहिले पनि लिन्छु, जहाँ पनि लिन्छु। किनभने एकजना दाजु हुनुहुन्छ, आदरणीय श्रद्धेय दाजु गोविन्द खड्का। जति बेला मैले एसएलसी पास गरेर लगनखेलमा नमुना मछिन्द्र भन्ने क्याम्पस छ, त्यो क्याम्पसमा एसएलसी पास गरेर त्यो क्याम्पसमा भर्ना भएर क्याम्पस पढ्न जाँदाखेरि गोविन्द खड्का दाजु उहाँ पनि त्यो क्याम्पसमा पढ्नु हुँदो रहेछ। अनि म चाहिँ नि अब एकदमै साई बाबाको कट्टर भक्त। मेरो घर हिन्दू घरानामा एकदमै भनौँ न अब गीता पढ्ने, महाभारत पढ्ने। मेरो हजुरबा चाहिँ आर्मीको सबभन्दा ठुलो मान्छे, मेजर।
अनि मेरो भनौँ न मेरो बुवा पनि पढे लेखेको अब टियुको उपसचिव भइसकेको मान्छे त्रिभुवन युनिभर्सिटीको। अनि हजुरआमा एकदमै के अरे धर्ममा चाहिँ कट्टर, मेरो हजुरआमा ठुली खत्रिनी भनेर हामी हजुरआमालाई भन्छौँ। त्यो हजुरआमाकै शिक्षामा हुर्केको म, अनि एकदमै कट्टर हिन्दू परिवारमा। अनि म चाहिँ कलेज जाँदा टिका लाएर जाने। अनि लगनखेलमा यो लगनखेल जाने बाटोमा यतापट्टि त्यो पाटन चर्च, उतातिर पाटन चर्च जान्छ, यतापट्टि लगनखेल जाने बाटोमा त्यहाँनिर दक्षिण काली भन्ने एउटा मन्दिर छ, सानो मन्दिर छ। त्यो अहिले पनि छ त्यो मन्दिर। अनि त्यो मन्दिरको छेउमा चाहिँ त्यति बेला यो नेवारहरूको एउटा मानिसहरूको एउटा जातको मानिसहरू जो मासु काटेर बेच्ने मानिसहरूको लास जलाउने ठाउँ पनि थियो। अहिले त बन्द भयो त्यो लास जलाउने दिउँसो। अनि त्यसपछि त्यहाँ चाहिँ मन्दिर थियो, मन्दिरमा टिका लाएर बिहान कलेज जानुपर्ने मन्दिरलाई ढोकेर घरमा साई बाबाको टिका लाएर अनि त्यो दक्षिणकाली मन्दिरको टिका लाएर चाहिँ म लगनखेलको कलेजमा जान्थेँ। अनि प्रसङ्ग किन मैले यसरी कोट्याएँ भने अनि गोविन्द खड्का भेट भयो। अनि एक दिन मैले टिका र प्रसाद लाएर सयपत्री फुलको प्रसाद र टिका लाएर गएको देखेर एक दिन उहाँले मलाई सोध्नुभयो, सङ्गम भाइ के तपाईँले लाएको टिकाले, तपाईँले लाएको प्रसादले तपाईँको मनमा शान्ति दिन्छ भन्नुभयो। एक्कासी भन्नुभयो क्या। मलाई त झलक्क रिस उठ्यो। अनि मैले भने मेरो आस्था, मेरो विश्वासप्रति तपाईँले किन प्रश्न उठाउनुहुन्छ दाइ? मेरो भगवान्प्रतिको मेरो आस्था हो। मेरो घर मेरो म हिन्दू घरानाबाट आएको व्यक्ति हुँ। मेरो हजुरआमा बिहान 3 बजे उठेर भगवान्को पूजा गर्नुहुन्छ। म हजुरआमाकै कोठामा हजुरआमा र मेरो भाइसँग हामी सँगै त्यहीँ हजुरआमासँगै हामी सुत्छौँ। हजुरआमाले हामीलाई हुर्काउनु भयो। अनि साई बाबाको दर्शन गरेर देवी देवता हनुमान शिवजीका फोटोहरू चाहिँ पूजा गरेर म आउँछु भने। अनि त्यसपछि हजुरआमाले यस्तै संस्कार सिकाउनु भयो। जहाँ जाँदा पनि भगवान्को दर्शन गरेर जानु भन्नुहुन्थ्यो। घर अगाडिको कलेज अगाडिको मन्दिर भएपछि म टिका लाएर आउँछु नि दाइ, मेरो आस्था होइन भाइ, मैले त्यसरी भन्न खोजेको होइन। तर पनि एउटा मेरो प्रश्न कि तपाईँले लाउनु भएको टिका, तपाईँले लाउनु भएको प्रश्नले कि साँच्चै तपाईँको मनमा शान्ति हुन्छ? मेरो प्रश्न चाहिँ यति मात्रै भनेर उहाँले पटक गरेपछि अनि त्यो त छैन दाइ, लाएर पनि मनमा शान्ति चाहिँ छैन। मानिस किन मर्छ होला, मरेपछि के हुन्छ होला? अनि त्योभन्दा पनि बढी चाहिँ मलाई मनमा एक प्रकारको अशान्ति थियो। त्यो चाहिँ के भने मेरो जन्म दिने आमा चाहिँ मेरो दिदी, मभन्दा अगाडि मेरो दिदीको जन्म भयो अरे। दिदी चाहिँ 22 दिन बाँचेर उहाँ मर्नु भयो अरे। यदि मेरो दिदी बाँच्नु भएको थियो भने दिदी र म मात्रै मेरो घरमा हुने थियौँ, बुवाले भनेअनुसार। तर दिदीको जन्मदिन जन्मेपछि 22 दिन मात्रै उहाँ चाहिँ बित्नु भयो। अनि फेरि बाबा आमाको सल्लाहबाट म जन्मेपछि घरमा ठुलो रमाहाट खुसी भयो। अनि त्यसपछि मैले सुनेको कुरा चाहिँ, अनि पछि मेरो भाइ पनि आयो, मिलन केसी मेरो भाइको नाम पनि आयो। 2टा छोरा भएपछि मेरो बुवा खुसी पनि हुनुभयो। तर दुःखको कुरा चाहिँ मेरो आमा चाहिँ अलिकति दिमागको रोगी हुनुहुन्थ्यो। अहिलेलाई डिप्रेसन भन्दो रहेछ, त्यति बेला दिमागको रोगी। अनि मलाई पाएपछि र भाइलाई पाएपछि मेरो आमाको दिमागले काम गरेन। अनि आमा चाहिँ त्यस्तो बिमारी हुनुहुन्थ्यो अरे मेरो बुवाले भनेको। अनि आमा चाहिँ बिमारी भएपछि 6 महिना घरमा बस्ने, 6 महिना नबस्ने। त्यसपछि हजुरआमाले मलाई र मेरो भाइलाई हुर्काउनु भयो। कथा लामो छ, तर म छोट्याउने प्रयत्न गर्दाखेरि जब कलेजमा मैले गोविन्द खड्का दाजुलाई भेटेँ, उहाँ आदरणीय श्रद्धेय दाजु पास्टर सिलास खड्काको भाइ हुनुहुन्छ। बेथानी अनुग्रह मण्डली उहाँहरू अगुवाहरू हुनुहुन्छ। अनि म त्यो बेथानी अनुग्रह मण्डलीको बारेमा पनि पछि कुरा गरौँला। जब सिलास खड्काको भाइ गोविन्द खड्काले मलाई सुसमाचार सुनाउनु भयो, अनि उहाँले मलाई भन्नुभयो, भाइ तपाईँसँग बसेर भेट्ने कुरा छ। उहाँको घर चाहिँ हाम्रो घरबाट जाउलाखेलमा नजिकै थियो, रिङ रोडमा थियो। मलाई उहाँले आफ्नो घरमा बोलाउनुहुन्थ्यो। अनि हामी कलेजसँगै पढ्ने, बिहान कलेज पढ्ने, 10-11 बजी कलेज सकेपछि उहाँले मलाई आफ्नो घरमा बोलाउनुहुन्थ्यो। कोठामा उहाँहरूको ट्रेनमा कोठा थियो। त्यो कोठामा बसेर उहाँले मलाई भजन सङ्ग्रहको पुस्तक अनि नयाँ करारका पुस्तकहरू पढ्न दिनुहुन्थ्यो। म तपाईँलाई जबरजस्ती गर्दिनँ, तपाईँ यो परमेश्वरको वचन हो, आफै पढ्नुहोस् भाइ भनेर भन्नुहुन्थ्यो। तर पछिबाट मैले थाहा पाएँ, जुन दिन उहाँले मलाई परमेश्वरको वचन सुनाउनु भयो नि, त्यो दिनदेखि लिएर आजसम्म पनि त्यो दाइले मेरो लागि प्रार्थना गर्नुहुन्छ। अनि उहाँले कति ठाउँमा भन्नुभएको छ, उहाँले अहिले मेरो सेवाकाईमा आउँदै गर्दा उहाँले भन्नुहुन्छ अरे, मैले चाहिँ मलाई दिनुभएको बिउ त्यो असल माटोमा परेको छ। अनि त्यो असल माटोमा परेको बिउ चाहिँ सङ्गम केसी भाइ हो। अहिले मेरो सेवाकाई देख्दाखेरि उहाँ यति खुसी हुनुहुन्छ। अस्ति मात्रै पनि हाम्रो भेट भएको थियो, घरमा आउनुहुन्छ। मैले तपाईँलाई यो कुरा किन भने उहाँले चाहिँ सधैँ मेरो लागि प्रार्थना गर्ने। यतिसम्म कि सुनिल भाइ मेरो घरमा आउँदाखेरि मेरो काकाले उहाँलाई झन्डै पिटेको, काकाले गाली पनि गरेको, नआइज मेरो भतिजलाई यसरी क्रिस्चियन बनाउने होइन, यस्तो गर्ने होइन, यसो कचोटि आउनु भएन, आउन उहाँलाई बन्देज पनि भयो। तर पनि मेरो लागि प्रार्थना गर्न उहाँले छोड्नु भएन।
त्यस कारण त्यो गोविन्द खड्का भन्ने नाम मेरो जीवनमा म कहिले पनि मेट्न सक्दिनँ, जसले मलाई यीशु ख्रीष्टको मुक्तिको सुसमाचार सुनाउनु भयो। अनि उहाँहरू आराधना चर्च जानुहुन्थ्यो, अनि आराधना चर्चमा दाजुकै सल्लाहमा डाक्टर निकनर तामाङ गुरुबाको हातबाट मैले प्रभुलाई ग्रहण गरेँ। अनि बत्तिसमा चाहिँ मैले अर्कै चर्चमा लिनु पर्थ्यो, म चाहिँ पछि भएको। यसरी मेरो सुरुवात भयो। कसरी तपाईँले परमेश्वरलाई पाउनु भएको रहेछ है, त्यो एकदमै अप्ठ्यारो परिस्थितिबाट अहिलेसम्म। गुरुबा, तपाईँसँग मैले केही समय बिताउँदै गर्दाखेरि मैले धेरै आशिषका कुराहरू सिकेको छु र अहिलेको समयलाई हेर्दाखेरि चाहिँ जुन समय तपाईँले विश्वास गर्नुभयो त्यो समय र अहिलेको समयमा चाहिँ तपाईँ के अन्तर पाउनुहुन्छ? यस्तो सुनिल भाइ, त्यति बेलाको समय धेरै गाह्रो समय थियो। विश्वासीहरू क्रिस्चियनहरू औँलामा गर्न सकिन्थे, अगुवाहरू औँलामा गर्न सकिन्थे। तर अहिले त परमेश्वरको अनुग्रहमा मण्डलीहरू हामी खुला रूपले हिँड्न सक्छौँ होइन। त्यति बेला त्यस्तो थिएन। म तपाईँलाई भनौँ, मसँग एउटा बाइबल किन्ने पैसा पनि थिएन। म भर्खर कलेज पढेको व्यक्ति, अनि मसँग भर्खर कलेज पढेको व्यक्ति, घरमा हिन्दू घराना एकदम कट्टर। अनि म यतिसम्म कि म चर्च गएको थाहा पाएपछि मलाई चर्च जान पनि दिएन। मलाई दिएको बाइबल च्यातियो, उनीहरू च्याति दिए घरमा पनि। अनि मेरो काकाले, हुन त मलाई मेरो आमा भनिन्छ, मेरो आमा दिमागको रोगी भएपछि त्यो मेरो जन्मदिने आमासँग मेरो किन भेट भएन, मेरो आमाले मेरो भाइलाई मलाई किन वास्ता गर्नु भएन, काकाको छोरीहरूलाई काकीले स्याहार गर्नुहुन्छ, हेर्नुहुन्छ, ठुलबाको छोरीलाई ठुलबाको श्रीमती, ठुलबा अनि ठुली आमाहरूले हेर्नुहुन्छ। तर जन्मदिने आमा चाहिँ खोइ त किन हजुरआमाले हामीलाई हुर्काइराख्नु भएको छ भनेर मेरो मनमा जहिले पनि त्यो तितो प्रश्न हुन्थ्यो। अनि आमालाई सोद्धाखेरि आमा बिमारी, दिमागको रोगी, कहिले 6 महिना घर बस्दिने, 6 महिना माइततिर जाने। मेरो मामा घर चाहिँ चाबेल बौद्धमा। अनि त्यसो हुँदाखेरि त्यो मनमा चाहिँ जहिले पनि त्यो आइरहन्थ्यो। अनि अरूको बाउआमासँग छोराछोरी हिँड्दाखेरि मेरो बाउआमासँग चाहिँ म किन हिँड्न पाउँदिनँ भन्ने पनि हुन्थ्यो। मेरो बुवा चाहिँ असाध्यै मेहनती, टियुमा काम गर्नुहुन्थ्यो, अफिसर हुनुहुन्थ्यो। अनि बुवाले, आमाको माया पनि बुवाले हामीलाई दिनुभयो। मेरो हजुरआमा जो 98 वर्षसम्म बाँच्नुभयो, त्यो हजुरआमाले आमाको मायामा हामीलाई विचलित नहोस् भनेर हजुरआमाले आमाको माया पनि हामीलाई दिनुभयो। किनभने आमाको परिस्थिति हजुरआमालाई पनि थाहा थियो। त्यस हुनाले त्यति बेलाको समय धेरै गाह्रो थियो। मैले भने बाइबल किन्ने पैसा थिएन, चर्च जाँदाखेरि बाइबल हातमा थिएन। तर डाक्टर निकनर तामाङले मलाई एउटा बाइबल दिनुभएको थियो, नयाँ करार पुरानो। त्यही बाइबल लिएर म चर्च जान्थेँ। पछि मलाई चर्च जानलाई बन्देज गरिएपछि, चर्च गएको थाहा पाएपछि काकाले मलाई चाहिँ भनौँ त्यति बेला म बिमारी भएको हुनाले घरमा चाहिँ मलाई अब अलिकति अहिले उपद्रो गर्छ, जे पाए त्यही गर्छ, यसको दिमाग ठिक हुँदैन, जस्तो यसको आमाको पनि दिमाग बिग्रेको, यसको पनि बिग्रियो होला भनेर मलाई एक किसिमले, अहिलेको मलाई भन्न लाज छैन, एक किसिमले भन्दाखेरि यो चाहिँ पागल भयो क्या, यो चाहिँ बौलायो क्या भनेर मलाई घरमा बाँधेर भनौँ न पिटेको कुराहरू, अब घरमा त्यस्तो गरेको घटनाहरू पनि छ। म उहाँहरूलाई पनि दोष दिन्न कति कुराहरूमा, सायद त्यो परिस्थिति त्यस्तो थियो, त्यस्तो परिस्थितिबाट भएर मैले विश्वास गरेँ। तर जब गोविन्द दाईको संसर्गमा आइसकेपछि म निको भइसकेको थिएँ। अनि प्रभुलाई भनौँ, प्रभुको वचन पढ्न थालेँ। अनि उहाँले मलाई पढ्दा मलाई त्यो पद अहिले पनि याद छ। फिलिपी 4 अध्यायको 4 पद मेरो सबैभन्दा बेस्ट पद हो। त्यहाँ लेखेको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर। अनि म त्यो आनन्द चाहिँ कसरी पाइन्छ होला, अनि प्रभुमा भने प्रभु चाहिँ को होला। अनि मेरो हृदय त यस्तो दुखेको छ नि, आमाको माया छैन, भाइको जीवन, मेरो जीवन हामीले पाएका छैनौँ। अनि यो आनन्द चाहिँ कसरी आउँछ होला, अनि यो प्रभु भनेको चाहिँ को होला भन्ने मेरो जिज्ञासा थियो। अनि त्यसपछि गोविन्द दाले त्यसको बारेमा बुझाउनु भयो। म हरेक कलेज सकेपछि म उहाँको घरमा जान्थेँ। अनि उहाँले मलाई पहिलोचोटि आराधना चर्च लैजानु भयो। अनि आराधना चर्चमा त्यति बेलाको वर्सिप, आराधना चर्चमा म गएँ। अनि आराधना चर्चमा सङ्गति वर्सिप गर्दाखेरि सुनिल भाइ, म त्यो चर्चको सङ्गतिमा जाँदा म 4 फिट चाहिँ उफ्रेको जस्तो मलाई अनुभव भयो। यति आनन्दित मैले, ओहो आनन्द त यहाँ रहेछ, जीवन त यहाँ रहेछ, मैले खोजेको प्रभु त यहाँ रहेछ भन्ने फिल मलाई भयो। त्यसपछि मेरो जीवनको आत्मिक जीवन भनौँ, प्रभुलाई चिन्ने जीवन सुरु भयो। अनि त्यसरी मेरो यात्रा सुरु भयो। तर पहिलाको परिस्थिति, त्यो जुन आत्मिक सङ्गति थियो, त्यो दुःखबाट प्रभुलाई पाएको समय थियो। तर अहिले हेर्दाखेरि मानिसहरू छाडा जस्तै, त्यो बाँधेर छोडिएको छाडा पशुहरू जस्तो देखिन्छ। त्यति बेलाको जुन डर, परमेश्वरको डर, अगुवाहरूलाई गर्ने आदर, परमेश्वरको वचनलाई दिने आदर जुन थियो, अहिले पाइँदैन, अहिले त्यो चाहिँ देखिँदैन। हो, क्रिस्चियनहरू बढेका छन्, चर्चहरू बढेको छ, आफ्नो ठाउँमा छ, तर त्यो आत्मिकीपन चाहिँ मैले त्यति बेलाको पन अहिले भेट्थेँ।
गुरुबा हजुरले भन्दै गर्दा मेरो मनमा के कुरा जाग्यो भन्दाखेरि आशिष तपाईँले धेरै पाउनु भएको छ परमेश्वरबाट। हजुरले धेरै आशिष दिनुभयो। विगतको केही समयपछि मैले भन्दा अगाडि तपाईँको घरमा पनि जाने मौका पाएँ, मिठो खाना खाने मौका पाएँ। गुरुआमाले मिठो स्वागत पनि गर्नुभयो। अनि त्यहाँ हेर्दै गर्दा तपाईँको त्यो बुकहरू, त्यो लाइब्रेरीहरू एकदमै मिलाएर राखेको, तपाईँले आफ्नो नोटहरू देखाउँदै हुनुहुन्थ्यो होइन, धेरै कुराहरू थियो। अनि तपाईँले यहाँ हाम्रो नेपालबाट पनि धेरै तपाईँले मास्टरहरू गर्नुभएको रहेछ होइन, दुईवटा विषय, पोलिटिकल साइन्समा र नेपाली। पोलिटिकल साइन्स र नेपालीमा मास्टर गर्नुभएको रहेछ। गुरुबा तपाईँले कोरिया गएर पनि पढ्नुभयो होइन, अनि टिएचएमसम्म पढ्नुभयो। अनि त्यहाँ तपाईँले थियोलोजीमा टिएचएम गर्दै गर्दा र यहाँको त्यो गर्दै गर्दा तपाईँले विश्वासीहरूलाई एक प्रकारको एक प्रकारको के उत्साह दिन चाहनुहुन्छ तपाईँले त्यहाँ कोरियाको एजुकेसन र त्यहाँको एउटा प्रकारको विश्वास जुन छ र यहाँको के अन्तर पाउनुहुन्छ तपाईँ? म तपाईँलाई प्रसङ्ग जोडाउँछु सुनिल भाइ। अघि मैले जुन विश्वासको कुरा गरेँ, मैले दुःख पाएको बेलामा अब मेरो वैवाहिक जीवनको कुरा गर्नुपर्छ। यदि मैले मेरो टेस्टमनीमा, मेरो साक्षीमा कल्पना गुरुआमाको नाम मैले बिर्सेँ भने, र कल्पना गुरुआमाको आमा भीमकुमारी आमा अहिले पनि अमेरिकामा हुनुहुन्छ, र स्टिफनस स्वर्गीय मेरो ससुरा बाबा स्टिफनस गुरुङ, उहाँको नाम कृष्णबहादुर गुरुङ, अनि जो चाहिँ नेपालको पहिलो मण्डली, रामघाट मण्डलीको डेभिड मुखिया नेपालको पहिलो पास्टर हुँदै गर्दा मेरो ससुरा बाबा स्टिफनस गुरुङ चाहिँ त्यहाँको बिसप हुनुहुन्थ्यो। अनि त्यही ससुरा बाबा जसले खोल खोल ढोका खोल्दैनौ किनभने प्रभु आए तिमीलाई मुक्तिदान दिन नि 214 नम्बरको भजन उहाँले रच्नुभयो। अनि अर्को अशान्तिको पिरो बढी ध्वनि लगाएर भन्ने त्यो भजन पनि छ 227 को। अनि अर्को 250 को आऊ सबै मुक्तिलाई खोजौँ, मुक्ति पाए वैकुण्ठमा राज गर्न भनेको रचयिता स्वर्गीय स्टिफनस गुरुङ मेरो ससुरा बाबा, कल्पना गुरुआमाको बाबा। म कल्पना गुरुआमालाई मेरो जीवनमा जब मैले विवाह गरेँ, अब मैले बप्तिस्माको कुराबाट सुरु गर्छु। पहिला बप्तिस्मा ग्रहण मैले आराधना चर्चमा गरेँ, र बप्तिस्मा चाहिँ मैले बेथानी चर्चमा सधैँ गुरुबा आराधना चर्चकै सेकेन्ड पास्टर स्वर्गीय दीर्घराज भट्टको हातबाट, बाहुलीबाट मैले पानीको बप्तिस्मा दिएँ। जब आराधना चर्चमा अलिकति झगडा जस्तो, क्लास जस्तो भयो, अनि श्रद्धेय गुरुबा बेथानी चर्चको सिनियर पास्टर, फाउन्डर पास्टर, उहाँ आराधना चर्चकै पास्टर हुनुहुन्थ्यो, सेकेन्ड पास्टर हुनुहुन्थ्यो। तर त्यहाँ कति कुराहरू भयो त्यो म जान्न, जे कुरा भए पनि त्यहाँको लिडरसिपको क्राइसिसहरू। र दीर्घराज भट्टको हातबाट मैले भोटेकोसी नदीमा 1991 मा मार्च 4 मा मैले बप्तिस्मा लिएको। हेर्नुहोस्, 1986-87 मा प्रभुलाई पाएको मान्छे किन मैले त्यति लामो समयपछि बप्तिस्मा लिएँ होला, त्यहाँ धेरै कुराहरू छन्। र विशेष गरेर म के भन्न चाहन्छु भने, विश्वासको दौरानमा जब मैले बप्तिस्मा सुसमाचार गोविन्द दाजुको हातबाट सुने, र मैले ग्रहण डाक्टर निकोनर तामाङको हातबाट प्रभुलाई ग्रहण गरेँ, र बप्तिस्मा मैले सद्रय गुरुबा दीर्घराज भट्टको हातबाट मैले पानीको बप्तिस्मा भोटेकोसी नदीमा मैले बप्तिस्मा लिएँ। मलाई अहिले पनि याद छ। र हेर्नुहोस्, र त्यही स्वर्गीय दीर्घराज भट्टको हातबाट पानीको बप्तिस्मा लिएपछि यही गुरुबाले नै कल्पना गुरुआमासँगको मेरो वैवाहिक जीवनमा मेरो मग्नी पनि उहाँले गरिदिनु भयो, र मेरो पवित्र विवाह पनि कल्पना गुरुआमासँग उहाँसँग भयो। अब प्रसङ्ग जोडौँ, कल्पना गुरुआमालाई कसरी भेट्यो। कल्पना गुरुआमा नयाँ गाउँ चर्चबाट त्यति बेला CBS भन्ने यो विद्यार्थीहरूको बिचमा कार्यक्रम हुन्थ्यो, अनि त्यो प्रोग्रामहरू हुन्थ्यो। उहाँ कल्पना गुरुआमा त्यहाँबाट काठमाडौँ आउनुभयो, नयाँ गाउँ पोखरा, उहाँहरूको पोखरेली समुदायबाट यहाँ आउनुभयो। म बेथानी चर्चबाट त्यसमा भाग लिएँ। म बेथानी चर्च किन गएँ भन्दाखेरि बिचमा ग्याप भयो। अब हेर्नुहोस्, बिचमा ग्याप भयो र म आराधना चर्च गइनँ, बेथानी चर्च सुरु भइसकेको कुरा मैले थाहा पाएँ। त्यति बेला हाम्रो स्वर्गीय दीर्घ भट्ट, सिलास खड्का दाजुहरू, अनि उत्तम दाजु हुनुहुन्छ, उत्तम दाजुहरू हुनुहुन्छ, अनि लोक दाजुहरू, धेरै नामहरू छ त्यहाँनिर, सिलास दाजु, जस गोविन्द खड्का दाजु, धेरै दाजुहरू त्यहाँ हुनुहुन्थ्यो। र त्यो बेथानी चर्चमा आइसकेपछि मैले बप्तिस्मा त्यहाँ लिएँ। बप्तिस्मा लिएपछि मेरो विवाह भयो, मग्नी पनि भयो, पोखराको नयाँ गाउँ चर्चको गुरुआमासँग, कल्पना गुरुआमा, जहाँ मैले काठमाडौँमा भेटेँ। अनि त्यसपछि गुरुआमासँग विवाह गरिसकेपछि मेरो जीवनमा अर्कै आशिष परमेश्वरले आउनुभयो। गुरुआमा त एक्लो छोरी हुनुहुन्थ्यो, उहाँको 2 जना दाइहरू, एकदमै प्रार्थनाद्वारा बनिएको छोरी हुनुहुन्थ्यो। जब गुरुआमा मेरो जीवनमा मेरो धर्मपत्नी भनेर आउनुभयो नि, परमेश्वरले सबै आशिषहरू ल्याउनु भयो। र
र हामीलाई 2टा छोरा सुसन देवचन प्रभुले दिनुभयो। अनि गुरुआमा यस्तो बलियो कि प्रार्थनामा अहिले पनि तपाईँले देख्नुभयो सेवा सत्कार गर्ने कुरामा। अनि उहाँ चाहिँ एकदमै कञ्चन पानी जस्तो क्या, पानीमा दाग नलाग्यो सफा पानी जस्तो उहाँ त्यस्तो हुनुहुन्छ। अनि गुरुआमाको प्रार्थना, गुरुआमाको साथ, गुरुआमाको समर्थनले गर्दा लिडरसिपमा अहिलेसम्म म यहाँ छु। म अहिले पास्टर भएँ, सिनियर पास्टर भएँ, म कोरियामा पढेको, म भनौँला यो सबै कुरामा गुरुआमाको ठुलो हात छ। गुरुआमा बिना त म सेवाकाईमा हुनै सक्दिनँ। कति मान्छेहरूले, कति पास्टर, कति अगुवाहरूले मैले गर्दा म पढेको मेरो यस्तो उस्तो भन्छ होइन। एउटा श्रीमान, एउटा पति, एउटा पुरुष सफल हुनको लागि श्रीमती र उसको पत्नी महिलाको ठुलो हात हुन्छ। त्यो हात चाहिँ गुरुआमाको हातमा मात्र हो र गुरुआमाको कारण म यहाँ उभिएको छु। र तपाईँलाई भन्दै गर्दा अहिले आशा प्रेसिडेन्ट चर्चमा पनि म जुन प्रकारले छु म गर्व गर्छु। र यस मण्डलीमा पनि यदि कोही विश्वासीहरू डराउँछ भने कल्पना गुरुआमासँग डराउँछ। यदि कोही विश्वासीले आदर गर्छ भने मलाई भन्दा पनि बढी कल्पना गुरुआमालाई गर्छ। किनभने उनी नेपालको पहिलो मण्डलीको पहिलो जेनेरेसनको उहाँको बाबा, उहाँ पहिलो विश्वासी, पहिलो जेनेरेसनको क्रिस्चियन हुनुहुन्छ, त्यस्तोको छोरी उहाँ हुनुहुन्छ। अनि विश्वासमा पनि बलियो। हेर्नुहोस्, अनि मेरो जीवनमा आएपछि त धेरै आशिष आयो क्या। अनि म परमेश्वरलाई साँच्चैकै धन्यवाद दिन्छु। अब पढाइको सन्दर्भमा कुरा गर्दाखेरि सेकुलर फिल्ड त मैले 2टा पढाइ गरिहालेँ टियुबाट। र मैले आइए पाटन क्याम्पसबाट पढेँ, बिए मैले पृथ्वीनारायण क्याम्पस पोखराबाट गरेँ, ब्याचलर त्यहाँबाट गरेँ। र मास्टर मैले पहिला मास्टर पोलिटिकल साइन्समा त्रिभुवन युनिभर्सिटीबाट गरेँ। र पछि मैले नेपालीमा पनि गर्नु पर्यो। त्यो चाहिँ स्कुलमा अब लिभिङस्टन स्कुलको चेयरपर्सन भएर पनि त्यहाँ मैले काम गरेँ। लिभिङस्टनमा मैले एउटा किसिमले नेपाली पनि पढाएँ होइन, अरू स्कुलमा पनि पढाएँ। आरपिएस अहिलेको इपिटिएस बाइबल कलेज, आरपिएस बाइबलको त्यहाँ पनि मैले रेभरेन्ड अरविन्दले मलाई पढाउने मौका दिनुभयो, त्यहाँ पनि मैले पढाएँ। 12 वर्ष त्यहाँ पनि टिचिङ गरेँ। र खुसीको कुरा अहिले आरपिएसमा म बोर्डमा पनि छु। धेरै कुराहरू पछि गर्दै गरौँला। र विशेष गरेर कोरियामा जब म टिएसएम पढ्न गएँ नि, काठमाडौँ इन्स्टिट्युट अफ थियोलोजीमा यो केआइटी भन्नेमा मैले एमडी पढ्दाखेरि मलाई चित्तै बुझेन। किनभने त्यति बेला म नेपाली पाटन क्याम्पसमा पढ्दै थिएँ र लिभिङस्टनमा म पढाउँदै थिएँ र एप्कनको मोडरेटर थिएँ। लिभिङस्टनको म चेयरपर्सन भएर काम गरिरहेको थिएँ। र केआइटीमा पनि पढ्दाखेरि मेरो बिटिएस थिएन, ब्याचलर थिएन, के अरे बिटिएस थिएन। बिटिएस नभएको हुनाले एमडी पढ्न मलाई धेरै गाह्रो भयो क्या। एकदम रसमा पढेँ। पास त मैले राम्रैसँग गरेँ एमडी केआइटीबाट, तर मलाई चित्तै बुझेको थिएन। होइन, पढ्नुपर्छ भनेर टिएचएम पढ्नको लागि चाहिँ म साउथ कोरियामा गएँ। जान त मैले मौका पाएको त 2015मै हो, तर भैँचालो आयो अनि मण्डली भवनहरू बनाउनु पर्ने कुराहरू आए। तर परमेश्वरले मेरो लागि ढोका खोल्नुभयो। र 2017मा डाक्टर बेन्जामिन पनि कोरियामै हुनुहुन्थ्यो। उहाँलाई आशा चर्चबाटै टिएचएम पढ्नको लागि र पिएचडी पढ्नको लागि चर्चबाट सिफारिस गर्ने मै नै हुँ। यसमा म भन्न सक्छु उहाँको पास्टर भएर मैले नै सिफारिस गरे हो र उहाँ पढ्न जानुभयो। अनि उहाँले नै मलाई पढ्नको लागि इन्करेज गर्नुभयो। र विशेष गरेर रेभरेन्ड याकुब केम, डाक्टर इयोन्जन मोक्सानी पनि भन्छौँ हामी उहाँलाई, लिभिङस्टन र इपिटिएसको फाउन्डर हुनुहुन्छ। उहाँले मलाई कोरिया पढ्नको जानको लागि रेकमेन्डेसन गर्नुभयो। र आदरणीय श्रद्धेय पास्टर हुनुहुन्छ एप्कनको पास्टर रेभरेन्ड जेम्स केम, उहाँले पनि मलाई एप्कनबाट सिफारिस गर्नुभयो। र डाक्टर महेन्द्र भट्टराई, डाक्टर बालकृष्ण शर्मा, अनि एक्समै पढेर आउनुभएको डाक्टर पार्टी क्वाइनोनेको सिनियर पास्टर मङ्गलमान महर्जन, यस्तो दिग्गज व्यक्तिहरूले मलाई चाहिँ रेकमेन्ड गर्नुभयो। जसले गर्दाखेरि म कोरियामा गएर उता आफ्नै भाइ बेन्जामिन त्यहाँ पिएचडी गर्दै हुनुहुन्थ्यो। अनि उहाँले नै सबै कुराहरू बन्दोबस्त मिलाउनु भयो र म पढ्न गएँ। र परमेश्वरको अनुग्रहमा 3 वर्षसम्म मैले टिएचएम राम्रैसँग पढेँ। अझ भनौँ भने मलाई पढ्नुहोस् तपाईँ, पिएचडी मौका यहीँ छ, गर्नु पनि भनेर मौका आएको थियो। कोरियन अब त्यहाँ पढ्न पनि पाइन्छ, सेवा पनि गर्न पाइन्छ। तर म ब्याक टु द मिनिस्ट्री किन भएँ भन्दाखेरि आशा चर्चमा जुन जिम्मा मेरो थियो, यहाँ रेभरेन्ड ओजुन सरलाई मैले पास्टर इन्चार्ज बनाएर यहाँ राखेको थिएँ। मिसनरी हुनुहुन्थ्यो र गुरुआमासँग, एल्डर उमेशसँग, एल्डर मतीसँग, पछि बेन्जामिन सरसँग पनि, रेभरेन्ड बेन्जामिनसँग, अनि हाम्रो कमिटी मिना दिदी, धनराज भाइहरू जो फुल टाइम वर्कर हुनुहुन्थ्यो उहाँसँग मिलेर काम गर्दै हुनुहुन्थ्यो। अनि उहाँले त तपाईँ 3 वर्षमा फर्किनुपर्छ है पास्टरसँग भन्नुभएको थियो। अनि किन मैले रेभरेन्ड ओजुनको, ज्ञानी म्यामको नाम लिन्छु भन्दाखेरि यो मण्डली भवन बनाउन एप्कनबाट उहाँहरूको पनि ठुलो योगदान छ। बेन्जामिन सरले गर्नुभएको त आफ्नो ठाउँमा छँदैछ, तर एप्कनको नाउँमा रेभरेन्ड ओजुनले मण्डली भवन बनाउन सहायता मात्रै गर्नु भएन, अन बिहाफमा अफ माई प्रेजेन्स उहाँले मण्डलीमा सिनियर पास्टरको जिम्मा लिनुभयो र सँगसँगै गुरुआमाहरूसँग घरको सङ्गतिहरू जानुभयो। र 3 वर्षमा मेरो पढाइमा एल्डरहरूलाई चलाएर गुरुआमासँग मेरो उहाँले सङ्गति गर्नुभयो। रेभरेन्ड जुन ओको म ज्ञानी म्यामको कहिले पनि त्यो गुण बोल्न सक्दैन। इभन रियान हल्यान्डको बहिनी रियान हुनुहुन्छ, उहाँहरूको गुणमा बोल्न सक्दैन। यसरी अब पढाइको सन्दर्भमा कुरा गर्दाखेरि
कोरियामा पढ्नलाई यति त्यो रेजिडेन्सियल भएर पढ्न असाध्यै मजा छ। यदि हामी लाइब्रेरीमा बसेर राम्रोसँग पढ्छौँ भने हामीले नम्बर पनि ल्याउँछौँ र अनुशासनमा डिसिप्लिनमा पढ्छौँ। तर यहाँ चाहिँ कस्तो छ भने ठिकै छ बाइबल कलेज भनेको यस्तै त रहेछ नि। अब बुझेर विद्यार्थीले रेजिडेन्सियल पढ्यो भने त्यो आशिष छ, प्रोफेसरहरूको लेक्चरहरूको अधीनमा बसेर पढ्यो भने सिक्ने कुरा हुन्छ। यदि डर भयमा रहेर पढेँ, मैले राम्रोसँग पढेँ, हुन त म सिनियर पास्टर हुँ भनेर बेन्जामिन सरले सबैतिर कलेजमा मेरो सिनियर पास्टर भनेर भनिदिनु भएको थियो। त्यसले पनि मलाई के गर्यो भने प्रोफेसरहरू मभन्दा कान्छा थियो उमेरमा, ओहो यो त नेपालको एउटा प्रेसिडेन्ट चर्च लिड गरेको मान्छे, बेन्जामिनको पनि पास्टर भनेपछि एक प्रकारको हाइली रेस्पेक्ट उहाँले गर्नुहुन्थ्यो। अहिले पनि मेरो प्रोफेसर डाक्टर हान्सल किम बेला बेलामा आउनुहुन्छ। त्यसले चाहिँ मलाई ठुलो राहत मिल्यो। तर गाह्रो चाहिँ भयङ्कर गाह्रो, धेरै दुःख, पकेट भनी नहुने, पढ्न पर्ने, सबै कुराहरू गर्नुपर्ने, घरको याद आउने, घरमा यतातिर। तर म परमेश्वरलाई धन्यवाद दिन्छु र विशेष गुरुआमालाई मेरो लागि सेक्रिफाइस गर्नुभयो। चर्च पनि हेरेर, परिवार पनि हेरेर, छोराहरूको जीवन पनि हेरेर बिचरा एक्लै गुरुआमाले सबै म्यानेजमेन्ट गर्नुभयो। मैले पैसाहरू पठाउन केही गर्न सकिनँ। म गुरुआमाको ऋण कसरी तिरौँ जस्तो लाग्छ कहिलेकाहीँ, बेन्जामिनको ऋण कसरी तिरौँ जस्तो लाग्छ, ओजुनको ऋण कसरी तिरौँ जस्तो लाग्छ। रेभरेन्ड याकुब किम अनि जेम्स किम सरहरू जसले मलाई रेकमेन्ड गर्नुभयो, डाक्टर बाकिर शर्मा, डाक्टर मङ्गलमान महर्जन, डाक्टर महेन्द्र भट्टराई गुरुबा, जसले त मेरो अभिषेकको बेलामा कार्यक्रममै उहाँले के अरे लिड गर्नुभयो, रेभरेन्ड अरविन्द पोखरेल जसले मेरो अभिषेकको बेलामा उहाँले वचन दिनुभएको थियो। यी श्रद्धेय व्यक्तिहरूको म ऋण कहिले पनि बोल्न सक्दिनँ। विशेष गरेर आशा मण्डलीका विश्वासीहरू जसले मलाई सधैँ प्रार्थनामा उचाले, आशा मण्डली परिवार जहाँ अहिले म आएर सेवा गरिरहेको छु। हेर्नुहोस् भाइ, म अचम्म लाग्छ यो कुरा। अनि यसो विचार गर्दै गर्दा यो सबै परमेश्वरको अनुग्रह थियो। परमेश्वरको अनुग्रह थिएन भनेदेखि आइ एम नथिङ एट अल। परमेश्वरलाई धन्यवाद। तपाईँको जीवन गवाईबाट एकदमै आशिषित भएको छु म चाहिँ गुरुबा। हजुर। अनि गुरुबा, आजको हाम्रो यो युवाहरूलाई, अहिलेको हाम्रो समाजलाई तपाईँ के भन्न चाहनुहुन्छ? सुनिल भाइ, म के भन्न चाहन्छु भने अहिलेको समाज छिटो छिटो विकासतिर जाँदैछ होइन। अहिले विद्यार्थीहरू एआईबाट, जेमिनीबाट, च्याट जिपिटीबाट होमवर्क गर्छन्। हाम्रो पालामा त्यस्तो थिएन, हामी आफै पढ्थ्यौँ, खोज्थ्यौँ। तपाईँलाई थाहा छ, मेरो बुहारी एउटा शब्द भन्नुहुन्थ्यो, हेर छोरा, कसैको केही कुरामा डाहा नगर्नु, कसैको केही कुरामा आरिस नगर्नु। यदि डाहा गर्नु छ भने म त्यसले भन्दा राम्रो पढ्छु, म त्यसको भन्दा राम्रो अक्षर लेख्छु, म त्यसले भन्दा मेहनत गर्छु भनेर आफ्नै क्लासमा, आफ्नै साथीभाइको बिचमा उनीहरूलाई त नभन्, तर मनमा त्यस्तो लाग्छ होला। कसैको डाहा नगर्नु, कसैलाई कुभलो नचिताउनु, तर मनमा चाहिँ इख नभएको के अरे बिख नभएको सर्प र इख नभएको मान्छे भने जस्तो इख्लेर पढ्नु छोरा। मैले तँलाई र तेरो भाइलाई बोर्डिङ स्कुलमा, मेरो काकाका छोराहरू सेन्ट जेभियर्स स्कुलमा पढ्थे, बुढानकण्ठ स्कुलमा पढ्थे, एबिएम स्कुलमा पढ्थे। त्यो स्कुल भनेको महँगो स्कुल, तर तिमीहरूलाई मैले बोर्डिङ स्कुलमा पढाउन सकिनँ र सरकारी महेन्द्र बेकुटी स्कुलमा पढाउनु भयो र त्यही स्कुलबाट हामीले राम्रै प्रकारले एसएस पास गऱ्यौँ। अनि भाइ, मैले भन्नु खोजेको कुरा चाहिँ सुनिल, अहिलेको युवाहरूलाई के भन्न चाहन्छु भने मेहनत गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ भन्ने बित्तिकै अहिले हुँदैन, परिश्रम गर्नुपर्छ। हेर्नुहोस्, मेहनत गर्नेहरूलाई, परिश्रम गर्नेहरूलाई र आफ्नो लगनशीलतामा उभिनेहरूलाई, इमान्दार भएर जिउनेहरूलाई अहिले पनि छ। म के भन्छु भने युवाहरूलाई निराश भएर, हतोत्साहित भएर आफ्नो जीवन सक्ने कुरा अनि आत्तिने कुरा, प्रेसर कुकरमा भात पकायो भने त त्यो प्रेसर कुकरमा पकाएको भात सिटी लागेर तातो भएर सेलाएपछि खान मिल्छ, तातो खान मिल्दैन। हाम्रो जीवन पनि त्यस्तै हो। अहिले भनेको कुरा अहिले हुँदैन, धैर्य गर्नुपर्छ, पर्खनुपर्छ। मेरो जीवनमा मैले सिकेको कुरा चाहिँ धैर्य हो। गुरुबा, हजुरसँग कुराकानी गर्दै गर्दा मैले के एउटा प्रकाश पाएँ भन्दाखेरि, किनभने अहिले धेरै बाइबल कलेजहरूमा धेरै विद्यार्थीहरू पढिराख्नु भएको छ होइन। अनि हाम्रो यो क्रिस्चियन समाजमा विद्यार्थीहरूले एउटा आफूभन्दा अग्रजलाई हेर्ने दृष्टिकोणहरू धेरै छ। त्यो कारणले गर्दा तपाईँ चाहिँ एउटा लिडरसिपमा आउँदै गर्दाखेरि होइन, विगतको 22-23 वर्षदेखि तपाईँले सेवाकाई गर्दै हुनुहुन्छ। त्यो लिडरसिपमा आउँदै गर्दाखेरि तपाईँले कस्ता कस्ता प्रकारको चुनौतीहरू पाउनुभयो र हाम्रो अहिले आउँदै गरेका तिनीहरूलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ? सुनिल भाइ, एकदम राम्रो प्रश्न सोध्नुभयो। यो लिडरसिपको सन्दर्भमा मैले बुझेको दुईवटा कुरा बताउन चाहन्छु। पहिलो कुरा चाहिँ यो लिडरसिप, यो अगुवामा आउने कुरा चाहिँ बोलावट हो। यो बोलावट हो, पहिला बुझ्नुपर्ने कुरा छ। जान्नुपर्ने कुरा, मलाई परमेश्वरको बोलावट छ कि छैन है, पहिलो कुरा लिडरसिपमा आउनेले जान्नुपर्ने।
मलाई परमेश्वरको बोलावट हो कि होइन पहिला जान्नु पर्यो। एउटा कुरा, यदि परमेश्वरले बोलाउनु भएको भने तयार हुनु पर्यो। यहाँ समस्या के छ भने लिडरसिपमा क्राइसिस आउनुको कारण चाहिँ परमेश्वरले बोलावट दिनुभएको छ, त्यो व्यक्ति तयार छैन। अनि तयार नभएका मान्छेले त्यतिकै सेवा गरिरहेछ, आशिष पनि छैन, फल पनि छैन है। परमेश्वरले बोलाउनु भएको छ, त्यो मान्छे तयार छैन। अनि अर्को चाहिँ परमेश्वरले बोलाउनु नै भएको छैन, त्यो मान्छे जबरजस्ती सेवाकाई गरिरहेछ। आफूले आफूलाई अगुवा भनेको छ, लिडर भनेको छ, आफैले आफूलाई सो घोषणा अगमवक्ता भनेको छ, प्रेरित भनेको छ, आफूले आफूलाई आफ्नै ठाउँमा अभिषेक गरेर म पास्टर हुँ भनेको छ। र यो समस्याको कुरा, मैले जानेको कुरा चाहिँ लिडरसिपमा अगुवामा पहिला बोलावट पाउनु पर्यो। अनि बोलावट पाएको व्यक्ति तयारी हुनु पर्यो। अनि मेरो जीवनको सन्दर्भमा भन्नुहुन्छ भने परमेश्वरले मलाई बोलाउनु भयो, म आफूलाई तयारी बनाएँ। म तयारी मात्रै भएन, मैले परमेश्वरको आवाज सुने, प्रार्थना गरेँ। ए बाबा, म डबल एमए गरेको मान्छे, म एउटा जाउलाको स्थानीय 9 पुस्तादेखि जाउलाखेलमा छु, एउटा क्षेत्रीय घरानामा जन्मेको व्यक्ति। म भनौँ न, म कलेजहरू पढाउनु पनि सक्थेँ होला, अथवा स्कुल चलाएर बस्न पनि सक्थेँ होला, या कुनै व्यापार गर्न पनि सक्थेँ होला। पुर्खाको सम्पत्ति अहिले पनि छ, जग्गा जग्गा म त्यो केही गर्न सक्थेँ होला नि। तर मलाई त्यो कुराले होइन, मैले परमेश्वरको बोलावट बुझेँ। परमेश्वरको बोलावट यसरी बुझेँ, ओहो मैले त मुक्ति पाएँ, मैले पाएको मुक्ति अब अरूले पनि पाउनुपर्छ। अनि मैले आफूलाई तयारी गरेँ। अनि म अरूहरूको जस्तो रबर्ट कार्थर गुरुबाको जीवन, मेरो आफ्नै श्रद्धेय पास्टर स्वर्गीय दीर्घ भट्टको जीवन, डाक्टर निकेन्द्र तामाङको जीवन, इभन डाक्टर मङ्गलमान गुरुबाको जीवन, अनि मेरो आफ्नै ससुराको जीवन, स्टेफनस गुरुङको जीवन, मेरो आफ्नो सासुआमाको जीवन, अनि भनौँ दाउद मसीहको जीवन। दाउद मसीहको नाम किन म जोड्न चाहन्छु भने दाउद मसीहले मेरा 2टा छोराहरू सुसन्दीपसनलाई उहाँले बाल अर्पण गरिदिनु भयो नयाँ गाउँ चर्चमा। हेर्नुहोस्, दाउद मसीह भनेको नेपालको एउटा इतिहासमा नेपालको प्रचारकको नाम हो नि त, नयाँ गाउँ चर्चको फर्स्ट पास्टर उहाँ है। मेरो ससुरा त्यो नयाँ गाउँमा एल्डरको रूपमा हुनुहुन्थ्यो, रामघाट मण्डलीबाट पछि नयाँ गाउँ उहाँले सुरु गर्दै गर्दा। म आदरणीय श्रद्धेय दाजु ग्रीष्म पराजुली दाजुको जीवनबाट प्रभावित छु। अझै अर्को एउटा भनौँ भनेदेखि मैले काम गर्दै गर्दा उहाँ प्रभुमा सुतेर जानु बित्नु भयो, म त्यो नाम कहिले पनि बिर्सिन्न। नगेन कुमार प्रधान दाजु, नगेन प्रधान, जो एउटा क्रिस्चियन भजनहरूको लिरिक्समा एकदम उहाँको, तपाईँले त्यो गीत सुन्नुभएको होला नि, सारा सृष्टिको मालिक त्यो गीतहरू उहाँको भाइ किरण प्रधानले लेख्नु भएको, स्वर्गीय किरण प्रधानको दाजु हुनुहुन्छ। उहाँको कान्छो भाइ शान्ति प्रधानले अहिले पास्टर सेवाकाई गरिरहनु भएको छ। म नगेन प्रधान दाजुबाट धेरै प्रभाव छु। उहाँ मेरो एउटा जिउँदो उदाहरण हुनुहुन्छ, एकदमै मलाई उत्साह दिने व्यक्ति। अब गोविन्द खड्काले प्रभुमा ल्याए पनि, दीर्घ भट्टद्वारा मैले पानीको बत्तिमा ग्रहण गरेर लिएर म प्रभुमा आए पनि, मेरो लागि एउटा मोडल चाहिँ नगेन कुमार प्रधान दाजु हुनुहुन्छ। यति उत्साह, यति हौसला दिने लिडरसिपमा आउनको लागि तपाईँ, म त्यो नाम कहिले पनि बिर्सिन्न। मेरो सासू ससुरा त मैले भनिहालेँ, र गुरुआमा म छु तिम्रो पछाडि भने। अब मैले भन्न चाहेको कुरा के भने लिडरसिपमा आउन सजिलो छैन। हेर्नुहोस्, तपाईँ यदि साँच्चीकै लिडर हो भने पहिला तपाईँ आफ्नो घरमा लिडर हुनु पर्यो। यदि साँच्चै तपाईँ डिसाइपलसिप गर्नुहुन्छ भने तपाईँ पहिला घरमा डिसाइपलसिप गर्नु पर्यो। तपाईँ आफ्नो घरमा आफ्नो श्रीमतीसँग विश्वासयोग्य हुनु पर्यो। यदि तपाईँ साँच्चीकै अगुवा बन्ने हो भने तपाईँ आफ्नो श्रीमतीप्रति इमान्दार वफादार हुनु पर्यो। अनि कतिवटा अगुवाहरू आफ्नो घरमा आफ्नो श्रीमतीप्रति वफादार हुँदैन, श्रीमतीसँग झुट बोलिरहेका हुन्छन्। यदि मैले मेरो श्रीमतीलाई झुट बोलेर म लिडरसिप गर्छु भने म सफल हुँ। अनि हेर्नुहोस्, मैले बोलेको वचन यदि मेरो श्रीमतीलाई, मेरो छोराहरूलाई मन पर्दैन भने मेरो प्रचार मण्डलीमा काम लाग्दैन। मैले गरेको प्रचारले मेरो श्रीमती, मेरो छोराहरूको जीवनमा आउनु पर्यो, अनि मात्रै हामी सफल अगुवाको रूपमा उभिन्छौँ। र म अहिले तमाम लिडरसिपमा आउन चाहने युवाहरूलाई यही भन्छु, तपाईँ कतिको इमान्दार हुनुहुन्छ, तपाईँ कतिको विश्वासयोग्य हुनुहुन्छ। यदि वैवाहिक जीवनमा बाँधिनु भएको छ भने तपाईँको श्रीमतीलाई थाहा छ, यदि वैवाहिक जीवनमा बाँधिएको छैन तपाईँको बाउ आमालाई थाहा छ, यदि तपाईँ मण्डलीमा सेवा गरिरहनु भएको छ भने तपाईँको मण्डलीको विश्वासलाई थाहा हुन्छ। बुझ्नुभयो नि? त्यसकारण इमान्दारिताको कुरा, बोलावटको कुरा, तयारीको कुरा चाहिँ तपाईँमा हुनै पर्यो। परमेश्वरले बोलाउनु भएको छ, तपाईँ तयार हुनुहुन्न तपाईँको सेवाकाई जाँदा। परमेश्वरले बोलाउनु नै भएको छैन, तपाईँ जबरजस्ती मुडे बोले सेवाकाई गर्नु, त्यहाँ पनि सफल हुनु। त्यसकारण परमेश्वरको बोलावटलाई विचार गरेर आफूले तयारी गर्नु पर्यो। त्यसपछि अरू सबै बाटोहरू परमेश्वरले एकपछि अर्को गर्दै खोल्दै जानुहुन्छ, जुन मेरो जीवनमा खोल्नु भयो। परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईँले यो कुरा भन्दै गर्दा, लिडरसिपको कुराहरू गर्दै गर्दा गुरुबा, मैले बाइबल कलेज पढ्दै गर्दाखेरि पनि पाएको कि यदि कोही कुलपिटमा गएर चाहिँ प्रिचिङ गर्न चाहन्छ भने त्यो गर्नुभन्दा पहिला गएर
त्यो अगाडि गेटमा भएको चप्पल मिलाउन सिक्नु हो नि त्यो चाहिँ सेवकाई हो भने मैले त्यस्तै गरेँ भाइ। आशा प्रेसबिटेरियन चर्चमा जब दाजु पास्टर फागुन र मैले दाजु हामीले सङ्गति सुरु गर्दै गर्दा दाजु र हामी खरेटो लाउँथ्यौँ क्या। अनि दाजु टोइलेट सफा गर्नुहुन्थ्यो, मलाई चर्च हल सफा गर्न लाउनुहुन्थ्यो। अनि दाजुले भन्नुहुन्थ्यो सँगमै आज तपाईँ टोइलेट सफा गर्नुहोस्, म चर्च हल सफा गर्छु। किन मान्छे थिएन, थोरै थियौँ। अनि हामी गऱ्यौँ। अनि घरले सङ्गतिमा पनि अझ म तपाईँलाई भनौँ गोविन्द दाईसँग त गोविन्द दाईले त मलाई प्रचार गर्न लानुहुन्थ्यो क्या। हामी ओएमबाट किताबहरू ल्याउँथ्यौँ र रत्न पार्कमा र सुन्दारामा हामी किताब बेच्थ्यौँ। किताब बेच्थ्यौँ हामी खुलेआम। अनि त्यो किन्थे मान्छेहरूले। त्यसरी पछि म ओएममा पनि गएँ। ओएमको ट्रेनिङ पनि मैले गरेँ। अपरेसन मोबिलाइजेसन हुन्छ डेभिड म्याकब्राइड र उहाँको श्रीमती। हामी ओएममा पनि म 6 महिनाको ट्रेनिङ गरेँ मैले, सुसमाचार प्रचार गरेँ। त्यसले त मेरो आत्मिक जीवन झन् बलियो भयो। त्यो विवाह गर्नुभन्दा अगाडिको कुरा थियो। र मैले भन्न चाहेको कुरा सेवा गर्छु भन्ने मान्छेले सेवा पुर्याउनु पर्छ होइन। म सेवाको ठुलो हुन्छु भन्ने व्यक्तिले आफू नम्र हुनुपर्छ। जसरी यीशु ख्रीष्टले चेलाहरूको खुट्टा दिनुभयो, उहाँले के भन्नुहुन्छ, यदि म प्रभु र गुरु भइकन तिमीहरूको खुट्टा धोएको छु भने तिमीले पनि यसै गर। सेवा गर्ने भनेको त त्यो दासको रूपमा निहुरने कुरा हो नि, अरूलाई सेवा पुर्याउने हो नि। अनि अरूलाई सेवा पुर्याउने मान्छेले परमेश्वरको सेवा त पुर्याउँछ नै। अनि परमेश्वरको सेवा गर्ने मान्छे चाहिँ विनम्र हुन पर्यो, धैर्यवान हुन पर्यो र परमेश्वरको सेवा गर्छु, लिडरसिपमा आउँछु भन्ने मान्छे चाहिँ वचनको सत्यतामा उभिन पर्यो, वचनको अनुसार जीवनयापन गर्नु पर्यो। अनि मात्रै त्यो व्यक्ति सफल हुन्छ जस्तो मलाई लाग्छ। गुरुबासँग कुराकानी गरेर धेरै आशिषित भएको छु म गुरुबा। अन्तमा चाहिँ गुरुबा जाँदा जाँदै हाम्रो अहिलेको युवा पिँढीलाई, अहिलेको हाम्रो जेनेरेसनलाई भनौँ होइन, अहिलेको हाम्रो समाजलाई तपाईँ के भन्न चाहनुहुन्छ तपाईँ? धन्यवाद यो मौका दिनुभयो र तपाईँसँग तपाईँको पोडकास्टमा बोल्ने मौका दिनुभयो। मलाई लाग्छ तमाम श्रोता दर्शकवृन्दहरूले जब सुन्नुहुन्छ आशिष पाउनुहुन्छ। म जस्तो छु जे छु मैले तपाईँलाई त्यही भनेको। मेरो जीवन चाहिँ खुला किताब हो। मलाई ढाँट्नु आउँदैन, छल्नु आउँदैन। मलाई मानिसहरूलाई बहकाएर परमेश्वरको नाम बदनाम गर्न पनि आउँदैन है। म त्यस्तो खालको व्यक्ति हो र मेरो बारेमा अरू ठाउँमा पनि तपाईँले बुझ्न सक्नुहुन्छ। कहीँ कतै पास्टर सङ्गमले यस्तो झुटो बोलेर, पास्टर सङ्गमले यस्तो धोका दिएर तपाईँले कहीँ पनि सुन्न सक्नुहुन्न। किनभने म वचनअनुसार जिउने व्यक्ति हुँ होइन। बिहानको प्रार्थनामा हरेक 5 बजे आउँदै गरेर तपाईँले थाहा पाउनुहुन्छ। र म अन्तमा के भन्न चाहन्छु भने युवा पिँढीलाई र अहिलेको मानिसहरूलाई जो सेवाकाईमा आउन चाहनुहुन्छ, जो आफ्नो जीवन परमेश्वरको नाउँमा सेवा गरेर आफ्नो जीवन समर्पण गर्न चाहनुहुन्छ, या संसारमा भनौँ न एउटा समृद्ध व्यक्ति लिडरको रूपमा उभिन चाहनुहुन्छ भने म उहाँलाई के भन्छु भने तपाईँले अरूलाई चेला बनाउनुभन्दा पहिला तपाईँ आफै नै व्यक्तिगत रूपमा येशूको चेला बन्नुहोस्। असल रबाई, असल गुरु येशू हुनुहुन्छ। पहिला तपाईँ येशू ख्रीष्टको चेला बन्नुहोस्। जब तपाईँ पहिला येशू ख्रीष्टको चेला बन्नुहुन्छ नि, अगुवा त तपाईँलाई परमेश्वरले बनाइहाल्नुहुन्छ। येशू ख्रीष्टको चेला हुने व्यक्ति, अनि यसैले भन्नुहुन्छ तिनीहरू गुरु जस्तै हुनुपर्छ। चेला गुरुभन्दा उत्तम हुँदैन, तर चेला पनि गुरु जस्तै हुनुपर्छ भनेर प्रभुले शिक्षा दिनुभएको छ। जब येशू ख्रीष्टको विश्वासयोग्य चेला हामी बन्छौँ अनि व्यक्तिगत तवरमा, अनि दुःखको कुरा चाहिँ यही हो, हामी आफू येशू ख्रीष्टको चेला बनेका छैनौँ, अरूलाई चेला बनाउन राखेका छौँ। अनि अरूलाई चेला बनाउँछु भन्ने मान्छे आफै चेला हुनु पर्यो। अनि अरूलाई अगुवा बनाउँछु भन्ने मान्छे आफै येशू ख्रीष्टको अगाडि विनम्र हुनु पर्यो। अनि म तपाईँलाई अलिकति मेरो प्रसङ्ग जोडेँ। म अहिले इभान्जेलिकल प्रेसिडेन्ट चर्च अफ नेपाल एपकनको मोडरेटर भएको छु। त्यो संस्थामा म जनरल सेक्रेटरी भएँ। अहिले नेपाल प्रेसिडेन्ट अलायन्सको म एनपिएको म के अरे भाइस मोडरेटर छु र आशाको सिनियर पास्टर त छँदैछु। र सिटी टु सिटी नेपाल भन्ने एउटा चर्च प्लान्टिङ मुभमेन्ट छ, त्यो जसको कोअर्डिनेटर हाम्रो सधैँ भाइ सुभाष प्रधान हुनुहुन्छ, त्यसको म चेयरपर्सन छु। र हालसालै लाइफ मिडियामा पनि आशिष रिजाल चिन्नुहुन्छ, उहाँले मलाई हाम्रो लाइफ मिडियाको चेयरपर्सन तपाईँ नै हो गुरुबा, सङ्घु गुरुबा तपाईँ नै उसले भनेको छ। सायद अब म विभिन्न ठाउँमा छु, विभिन्न बाइबल स्कुलमा पनि छु, अहिले तपाईँ देखिहाल्नुभयो। यो ठुल्ठुलो ठाउँमा हुँदै गर्दा मलाई त्यो दम्भ र घमण्ड आउँदैन। यो त परमेश्वरले दिनुभएको मौका हो। अनि त्यसलाई मैले के लिन्छु भने परमेश्वरले दिनुभएको मौकालाई इमान्दार भएर, विश्वासयोग्य भएर र प्रभुको चेला भनेर हामीले काम गऱ्यौँ भने हामी आशिषित हुन्छौँ। र अन्तमा तमाम युवा साथीहरूलाई, तमाम लिडरसिपमा लागेका व्यक्तिहरूलाई म यही भन्न चाहन्छु,
जबसम्म तपाईँले आफ्नो क्रुस उठाउनुहुन्न, जबसम्म त्यो विनम्रतामा तपाईँले ख्रीष्ट येशूको क्रुस उठाउनुहुन्न, तबसम्म तपाईँ येशूको, जबसम्म तपाईँ येशूको चेला बन्नुहुन्न, तपाईँले काम गर्न सक्नुहुन्न। पहिला सबै कुरा ख्रीष्ट येशूको त्यो क्रुसको वेदीमा ल्याउनुहोस्। तपाईँको शिक्षा, तपाईँको योग्यता, तपाईँको धन, तपाईँको मान, तपाईँको सम्मान सबै क्रुसको वेदीमा ल्याउनुहोस्। जब क्रुसको वेदीमा तपाईँका सबै मान सम्मान पदवीहरू ल्याउनुहुन्छ नि, त्यसपछि तपाईँले रगतको धारा बगेको त्यो क्रुस देख्नुहुन्छ, जहाँ ख्रीष्ट येशूले आलो रगत बगाउनु भयो, रगतका धारा बगे, शिरमा काँडाको मुकुट लगाएर जब येशू क्रिस्टले आफूलाई दिइहाल्नुभयो, त्यो क्रुसमा जब तपाईँ आउनुहुन्छ नि, तपाईँको लिडरसिप त्यहाँबाट सुरु हुन्छ, तपाईँको अगुवाई पनि त्यहाँबाट सुरु हुन्छ। किनभने येशू ख्रिस्ट स्वयं परमेश्वरको पुत्र भएर पनि, स्वयं परमेश्वर भएर पनि त्यो विनम्रतामा आउनुभयो। फिलिपी 2:5-9 छ नि, होइन, तिमीहरूमा यो मन होस्, यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर, बराबरीमा भएर पनि उहाँले परमेश्वरको स्वरूपमा भएर पनि आफूलाई बराबरी हुने वस्तु जस्तो ठान्नु भएन, तर उहाँले आफूलाई यति होच्याउनु भयो, क्रुसको मृत्युसम्मै उहाँले होच्याउनु भयो, मृत्युसम्मै उहाँले आफूलाई होच्याउनु भयो। अनि परमेश्वरले उहाँलाई त्यो नाम प्रदान गर्नुभयो, त्यो नाम जुन पृथ्वीमा स्वर्गमा सबैभन्दा उच्चमा छ भने उहाँको नामको पावलले भनेको कुरा याद गर्नुहोस्। अनि त्यो विनम्रतामा, क्रुसको विनम्रतामा हामीले आफूलाई ल्याउँछौँ नि, सुन्नुभयो, लिडरसिप त्यहाँबाट सुरु हुन्छ। अनि अगुवाहरूले बुझ्नुपर्ने कुरा चाहिँ यही हो। म त्यही बुझेको छु र अहिले पनि मलाई दम्भ घमण्ड छैन। म सबैसँग, बच्चासँग पनि मिल्छु, जवानसँग पनि मिल्छु, सबैसँग मिल्छु। मैले सिकेको, मैले देखेको मेरो प्रभु चाहिँ त्यस्तै विनम्र भएको कारण म त्यो विनम्रतामा जिउन चाहन्छु। अनि विनम्रताले नै मानिसलाई लिडरसिपको उच्च स्थानमा लैजान्छ। तपाईँ विनम्र हुनुहुन्छ जहाँ पनि तपाईँ अटाउनुहुन्छ, तर तपाईँ हामी घमण्डी भयौँ भने, अहम पाल्यौँ भनेदेखि हामीलाई कसैले पनि गर्दैन। मैले जाने कुरा यही हो। र अन्तमा युवा साथीहरू सबैलाई यही भन्न चाहन्छु, विनम्र हुनुहोस्, तपाईँ आफ्नो बोलावटलाई सम्झनुहोस्, तपाईँ कसको सेवा गर्दै हुनुहुन्छ, ख्रीष्ट येशूको गर्दै हुनुहुन्छ कि आफ्नो सेवा गर्दै हुनुहुन्छ। बस यति नै भन्न चाहे। परमेश्वरलाई धन्यवाद भएको, हजुरसँग कुराकानी गर्दा एकदमै आशिषित भएको छु। प्रिय मित्रहरू, आज हाम्रो बिचमा हुनुहुन्थ्यो आशा प्रेस्बिटियन चर्चको सिनियर पास्टर सङ्गम केसी गुरुबा हुनुहुन्थ्यो। उहाँसँग हामीले मिठो कुराकानी गरेका छौँ र मलाई विश्वास छ आजको यस छोटो मिठो पोडकास्टबाट तपाईँहरू सबैजना आशिषित हुनुहुनेछ र परमेश्वर पितालाई धेरै धेरै धन्यवाद भएको गुरुबा। हस्, धन्यवाद। मलाई पनि यो मौका दिनुभयो र तपाईँको पोडकास्टमा यसरी आएर बोल्ने मौका दिनुभयो। माफी चाहन्छु, तपाईँले अगाडिदेखि नै भन्दै हुनुहुन्थ्यो, तर अलिकति कार्यव्यस्तताले गर्दा परमेश्वरले आजको समय दिनुभएको छ। धेरै धन्यवाद। थ्याङ्क यू सो मच। जय मसीह।